बोतलमा हालेर दुध चिया जस्तो ल। तर 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 गाउँको बाटो छिर्नु पर्यो गाइज। अलिक साह्रै पानी परेको अवस्था भयो होइन। हेलो गाइज, गुड मर्निङ। तपाईँहरूलाई स्वागत गर्न चाहन्छु यो बिहानीमा पानीको स्वागतसँगै होइन। पानी परेर यहाँ बिच चुकाइ हुँदैछ। अब त्यो काममा जानुपर्ने, खासमा चाहिँ काममा जानुपर्ने, दोकानमा जानुपर्ने, म मेरो जागिरमा जानुपर्ने, त्यस्तो छ। यता बाटो होइन है, यहाँ अगाडि जुन दोकाने साउनीको चाहिँ छाता हेर न। यहाँ छाता, दोकाने साउनीको छाता देखाइदेऊ त। देखाइदेऊ नि, देखाइदेऊ भन त एकचोटि। तपाईँहरू कोही इच्छुक हुनुहुन्छ भने मलाई एउटा छाता गिफ्ट दिनु होला। राम्रो छ स्वर। हामी जानुपर्ने चाहिँ होइन यो तल छ, रातो रातो टिनहरू देख्ने ठाउँतिर, तल बजारमा हो गाइज। वरिपरि तुवालोले छेकेर बादल लागेर यस्तो भइरहेछ। यो हो बिहानीको समाचार। अगाडि हिँडिरहेछ गाइज, ठुङ 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 पारेर। कसको घेवा हौ? कसको घेवा? ए ल, झन् पो पानी ठुलो आयो यार। ल पानी त झन् ठुलो आयो यार। भिजेर तिमी अब के हुन्छ हालत? आम्मामा झन् साह्रो पर्यो। नआएको भए हुने रहेछ यार। झन् साह्रो पर्यो यार पानी त। यहाँ धारा छ यार हाम्रो। हिँड न, के भयो? बिजोग रमाइलो भयो क्या गाइज। पहिरो गएर यस्तो भएर तलबाट ग्याबिङ लगाउने अवस्था। पछाडि मेरो अब रोड जाने हो। कताबाट जाने? गाउँको बाटो छिर्नु पर्यो गाइज। अलिक साह्रै पानी परेको अवस्था भयो होइन। साह्रै पानी परेको अवस्थामा फेरि हो कता हो? हेलो ए दाइ, के हो? आउनु न यता, आउनु यता बसमा आउनु न। हेलमेट त त्यहीँ होस्। आज आउनु भएको? ए यहाँ फेरि भिज्दैन जुत्ता फेरि त्यही त है। के भएर झोलामा नि मैले एउटा हात बोकिरहेछ। अब त्यो हातमै बोक्ने केही हुँदैन। कुछ ए यो पानीले पनि गर्नेसँग गर्यो यार।
फेरि आयो। ननस्टप आउँछ त हौ आएपछि त यार। फेरि आयो नि त्यसका बाजेको टाउको। रोडै रोड जानुपर्ने रहेछ। भिजिहाल्यो नि यार। गाइस पानीले बिजोग बनायो। पानी परेर बिजोग। छाता पनि चुहिएको छ। छाता पनि दुलो परेको छ। के गर्नु? हावा पनि चलिरहेछ। भयो। रहल भन्छु रहँदैन। रहल भन्छु रहँदैन। के हो पारा यस्तो? आहा खोल्ची त बढेछ हौ। खोल्ची त बढेछ। खोला त अनि ठुलो भएछ त तर्न सक्छ? त्यही त आम्मा खोला त बढेछ। खोल्ची त दुध चिया पो भइसक्यो। अलिक लानुपर्छ क्या पेप्सीमा। बदलमा हालेर दुध चिया जस्तो। ल तर 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 अब मेरो पालक दाइ ल अलिकति चाहिँ पानी उब्रेको जस्तो भयो। तर नि सिमसिम त परिरहेछ नि पानी त। चिप्लो छ फेरि है हाम्रो पुलको बाटो। साह्रै चिप्लो छ यार। सर्ट चिप्लिन्छ। खोला पनि आयो आज त। मजा लागेछ खोला। त्यो माथि मुढा जस्तो। त्यो माथि मुढा हो कि मान्छे हो? खोइ खोला त ठुलो आएछ त यार। वहीसम्म छ। दाउरा होला सायद। फाल्टो। सिधा उडाउनु न। तिमी उडाउनु न। म होचल चाहिँ उडाउनु जानु। तिमी आउनु छैन। ल बल्ल 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 हामी चाहिँ सहर आइपुग्यौँ। अब दोकान यहाँदेखि 2 मिनटको बाटोमा दोकान छ। 2 मिनट। कति लाग्छ टाइम? 10 मिनट लाग्छ। 10 मिनट। 2 मिनट त उहाँ पुग्दै जान्छ। जाँदैन। सोध्दैछ सुनित दाइ भने जस्तो लाग्यो। होला बाउकै टेम्पो हेर्छ नि। टेम्पोमा छोरा गएर त दाइ भनेर सुनेको। तिमीले सुनेको? सुने हो। अन्त टेम्पो नम्बर हेरेको उसको भएको रहेछ। ल फाइनली हाम्रो चाहिँ दोकान आइसक्यो। भडुवा यहाँ बसिरहेको छ। किन बसेको यो भडुवा यहाँ? के को हो? यो भडुवा कहाँबाट आएको यहाँ? त्यो खोला 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 चाल। कहाँको ड्युटी हो? के भन्छ भिन्छ?
अब हाल्छ कहाँबाट ल्याइहाल्छ तिमीले फेरि छिटो नमालाई ढिलो भइसक्यो अब कहाँ चाहिँ राख्नु यहाँ छातामा राखिदेऊ धन्यवाद भयो ल फाइनली हामी दोकान आइसक्यौँ